अत्यन्तै खुसीको खबर रहेको छ। जुन आम सर्वसाधारणको सपना थियो त्यो चाहिँ सहकार क्रमशः हुँदै गएको छ। पछिल्लो न्युजहरू र पछिल्लो समयमा हामीले पनि हेरिसकेका छौँ। बालेन्द्र शाह जुन स्वतन्त्रबाट राष्ट्रिय स्वतन्त्रमा पार्टीमा समावेश भइसक्नु भएको छ र घन्टी बजाउन आम सर्वसाधारण हुन् त्यति नै तत्पर रहेको छ। र यही बिचमा भर्खरै न्युज आएको छ कुलमान घिसिङ अब उहाँ पनि घन्टीमै आइसक्नु भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीमा समावेश भइसक्नु भएको छ र यसमा मेन भूमिका खेल्नु भएको छ हाम्रो सुदन गुरुङले। सो विशेष धन्यवादको पात्र बन्नुहुन्छ सुदन गुरुङ। र जुन आम सर्वसाधारणहरूको चाहना थियो त्यो साकार भइसकेको छ र यो बिचमा खल्लो खल्लो लागेको छैन र तपाईहरुलाई? मलाई त खल्लो खल्लो लागेको छ, किनभने कतै न कतै हामीले कसैलाई चाहिँ छोडिरहेका छौं कि या छुटिरहेका छन् या उहाँ चाहिँ किन छुटिराख्नु भएको छ भनिन्छ नि कि अहंकार मान्छेलाई जलाउँछन्, मान्छेलाई खराब गरिदिन्छन्। जुन हर्क साम्पाङले देशको लागि काम गरिराख्नु भएको छ, एज अ मेयरको रूपमा जति पनि काम गर्नुभएको छ अति नै सराहनीय काम छ र त्यसमा हाम्रो दुई मत केही भनाइ छैन। उहाँको देशप्रतिको जुन माया छ त्यो अतुलनीय छ, त्यो बयान गर्न सकिँदैन, त्यो शब्दमा ल्याउनै सकिँदैन। त्यति धेरै उहाँले राम्रो राम्रो काम गर्नुभएको छ। ती राम्रा कामले गर्दाखेरि आज नेपालैभरका जनताहरूले उहाँलाई एकदम धेरै रुचाएको छ। तर पछिल्लो समयदेखि कतै न कतै मान्छेहरूमा हल्का निराशा पक्कै पनि छन् र तैपनि आशाको दियो अझै पनि हर्क साम्पाङमा आम सर्वसाधारणले देखेका छन्। उहाँले जसरी चाहिँ श्रम संस्कृति पार्टी जसरी चाहिँ खोल्नु भएको छ त्यसले गर्दाखेरि केही मान्छे पक्कै पनि जित्न सक्छन्। तर कतै न कतै उहाँको भिजन पनि त्यही हो, देश बनाउने। सो अझै पनि मान्छेहरूको चाहना छ कि यी सबै एकै ठाउँमा आइदियोस्, कतै न कतै हर्क साम्पाङ पनि त्यही भेलामा समावेश भइदियोस्। जसको देशप्रतिको जुन माया छ त्यो माया सायद शब्दमा बयान गर्न सकिँदैन। तर हर्क साम्पाङज्यू तपाईँ चाहिँ जसरी होइन, श्रम संस्कृति पार्टी कदापि कसैसँग समन्वय गर्दैन, कसैसँग तालमेल गर्दैन, कसैसँग मिल्दैन भनेर भनिराख्नु भएको छ। एकपटक जनताको पनि आवाज सुनिदिनुस् न। जनताको के चाहना छ? तपाईँ देश र जनताको लागि काम गर्न चाहनु भएको होइन र गरिराख्नु भएको काम कसको लागि हो? देश र जनताकै लागि हो नि। यदि देश र जनताको लागि काम गरिराख्नु भएको छ भने एकचोटि जनताको कुरो पनि सुनिदिनुस् न। तपाईबाट जति धेरै स्टेटस, जति धेरै तपाईहरूको त्यो कुरोहरूले कतै न कतै मान्छेहरू वाक्क लागिसकेका छन्। तर त्यही वाक्क लागेका मान्छेहरूले पनि अझै पनि तपाईलाई त्यति नै माया गरिरहेका छन्, किनभने तपाईमा देशप्रतिको माया छ। त्यही भएर तपाईँ पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीमा आइदिनुस् न। किनभने राष्ट्रिय स्वतन्त्र पार्टी अब पार्टी रहेन, अब देश बनाउने सिंगल पार्टी भइसकेका छन्। ती पार्टी जुन पार्टीले देश बनाउँछन्, देश निर्माण गर्छन्, देशलाई अगाडि बढाउँछन्, जुन पछिल्लो समयदेखि तपाईँ हामीले हेर्दै आएका छौँ। त्यही भएर वी विल लाइक टु रिक्वेस्ट यु मिस्टर हर्क साम्पाङ, प्लिज लेट्स जोइन राष्ट्रिय स्वतन्त्र पार्टी एन्ड लेट्स मेक युनिटी टु मेक आवर नेसन। सो इट्स all our Nepalese people request. So I hope तपाईले कुरो बुझ्नुहुन्छ होला र साँच्चै नै खुसीको खबर छ। आम सर्वसाधारण जनताको लागि जुन सपना आम सर्वसाधारणले देखेका थिए ती सपना साकार भइसकेको छ। अब तपाईँ हामीले पनि अहम भूमिका खेल्नुपर्छ र जुन सपना तपाईँ हामीले हेरेका छौँ नि, यो सपना केवल ती हजारौं सपनाहरू मध्येका केवल एउटा सपना छन्। अब बाँकी अन्य सपनाहरू यदि पूरा गर्नु छ भने तपाईँ हामी पनि स्वतन्त्र भइदिनुपर्छ। साँच्चै नै अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई तपाईँ हामीले मत दिएर तपाईँ हामी बाँकी बचेका सपनाहरू पनि साकार गरौँ र तपाईँ हामी देशमै बस्ने वातावरण बनाऊ। तपाईँ हामी देशका लागि केही गरौँ। हामी आफ्नो मतको कदर गरौँ। तपाईँ हामी आफ्नो मतको भ्यालु बुझौँ र तपाईँ हामी आफ्नो देशको लागि केही गरौँ। त्यही भएर अब समय आइसकेको छ। अब यो समयमा यदि तपाईँ हामी चुक्यौँ भने सायद तपाईँ हामी जीवनभर पस्ताउनु पर्नेछ। सो यति भन्दै म प्रवेश आएको, नमस्ते, जय नेपाल।